गाइज आज चाहिँ मेरो यो फर्स्ट भिडियो हुनेवाला छ होइन। छुट्टी छ अहिले, अफिस छुट्टी लिएर बसेको छु। दिनभरि घरमा बस्दा बस्दा अल्छी लागेर बल्ल के गरौँ भन्दा अल्छीले मर्न लाग्थ्यो। आइडिया आयो रियाक्ट गरौँ, टाइम पास पनि हुने प्लस अब केही सेयर हुने भनौँ न। अनि म चाहिँ रियाक्सन भिडियो बनाउँदैछु। खास मैले सोचेको चाहिँ के भन्छ त्यसलाई, एनिमिजको रियाक्सन भिडियो This is why बनाउनु you should खोजेको। never ignore. तर एनिमीको रियाक्सन भिडियो बनाउन कुन एनिमीको बनाउने कि सबै हेरिसक्यो कि त्यो नहेरेको भए पो बनाउनु होइन, हेरिसकेको कुराको फेरि बनाउने। अब त्यो मेन स्ट्रिममा जुन एनिमीहरू छ तिनीहरू हेरिसक्यो, त्यो जुन पछाडि छ जुन त्यस्तो हाइलाइटमा आइसकेको छैन त्यो चाहिँ हेरेको छुइनँ होइन। त्यस्तो त्यस्तो चाहिँ कुनै रेकमेन्ड गर्नु छ भने यु क्यान कमेन्ट है, यु क्यान कमेन्ट। अनि म हजुरहरूको रेकमेन्ड अनुसार चाहिँ मेबी आई विल वाच सम अर मेबी नट, तर आई ट्राई टु वाच है। अब एउटा रेकमेन्डमा हेर्नु थाल्यो भने त अब 100जनाले 100वटा रेकमेन्ड गर्ला होइन, त्यो त गाह्रो हुन्छ। तर जुन चाहिँ एनिमीको अलिकति धेरै रेकमेन्डेसनहरू आउँछ त्यसको चाहिँ म रियाक्ट गर्छु है। मैले मेन स्ट्रिम एनिमीहरू लगभग सबै नै हेरिसकेँ। त्यही पनि अब फेरि बिर्सि पनि सक्यो नि त। जस्तै मैले के अरे यो वान पन्च म्यानको पुरै हेरेको, सिजन 1 पुरै 2-3 चोटि नै हेरे हो, सिजन 2 चाहिँ एकचोटि हेरे हो। अनि त्यो विकली बेसिसमा हेरे हो नि त, त्यही भएर लगभग सिजन 2 त मैले त्यति धेरै राम्रोसँग याद पनि छैन। अस्ति भर्खर हेरे हो हेर्नु त, तर विकली बेसिसमा हेरेको भएर त्यो त्यति साह्रो यादै छैन कि। सिजन 1 चाहिँ तपाईँको कम्प्लिट आइसकेको थियो। Ignore someone's advice. सर्ट्सहरूमा गर्छु, यो स्टार्टिङ हो नि त। यसपछि रेकमेन्डहरू आयो भने, रेकमेन्डेसनहरू आयो भने म एनिमीहरूमा गर्छु है, रियाक्सन गर्छु है फेरि। Because when someone in the crowd suggested the tennis player to do a backhand, it ended up working flawlessly. जेसी जस्तो देखिरा, ब्रेकिङ ब्याडको जेसी है फेरि। स्ट्यान्डर्ड कमेडी हो, ओल्ड भइसक्यो कि यस्तोहरू भनौँ न होइन एक हिसाबले। तर Run it down. The sun is up. So run it down. Get your money up. I put money down on all of us, on my people now, on what I love. Ooh. Run it down. Okay, cut.
Wow, Neil Armstrong. Hey, wait a minute. You're supposed to be on the moon. I just saw it on TV. Oh, there's a tape delay and with all solar winds. Okay, cut. Family Guy. Switched it up your way with me. Switched it up with me. Switched it up your way with me. Switched it up with me. Switched it up your way with me. Switched it up your way with me. Switched it up. Motivated भन्ने अहिले छुट्टी लिएर बसिरहेको छु भनेको थिएँ मैले केही काम छैन बिहानदेखि बेलुकासम्म यस्तै भइरहेछ एउटा स्टेपमा त्यही भएर स्टार्ट गरेछ है Jimmy, if I touch a laser, how long do I have before that door closes? Less than a second. Jimmy, if I touch a laser, how long do I have before that door? रियल लाइफ हो है त्यो डोर सर्ट भएको देख्नु अनि कसरी गर्छ हो मान्छेले closes? त्यो एउटा मोटेको If you don't make this, I'm breaking up with you. Watch this. Oh? Yep, stop right there. Good boy. Yeah. Come back. Yep. Yep, you're paying for dinner. If you don't make this, I'm breaking up with you. Watch. अरे तो क्या हो गया अगर वो हमारे घर की बहू है तो? हमारे यहाँ बहू और बेटियों को एक बराबर माना जाता है। मुझे मेरी बीवी के नाम पे प्रॉपर्टी चाहिए मतलब चाहिए। तुझे प्रॉपर्टी चाहिए ना? सुन लिया? चाहिए। कौन है? तुम्हारे पापा। अरे ऐसे कैसे? मैं बोल रहा हूँ ना। अरे तो क्या हो गया अगर वो रिल्सहरु पनि जस कमेडी हाँसा हिँड्नेको लो भाइ यो छोपो त लगाऊ यार अहिले ल्याङ हान्छ पर्दैन के अहिले पुलिस आएपछि टाउकोमा लगाइदिइहाल्ला के हो यस्तो नगर्नु है एकचोटि मैले नि यस्तै गरेको थिएँ साथी र म थिए राति कति 11-12 बजी थियो होला बाहिर थियौं अनि चेकिङ रहेछ भने हेलमेट लगाइदेऊ भनेर हेलमेट दिएको थिएँ केटोले हेलमेट लगाइदिएको साला आँखा साखा सबै प्लात्तै छोप्दिएर झन्नै लड्यामा रोक्न भ्यायो साइड लाएर उताबाट अर्को बाटो गएको अनि त्यसपछि ट्राफिकले देख्नु त देखाएको थिएन होला तर यस्तो हुन्छ कि आतेर पछाडि फुत्तै आँखा साखा सबै छेकिदिन्छ कि गर्न सक्छ लो भाइ यो छोपो This is one of Nadal's greatest achievements. Wow. लेभलको म्याच भइरहेछ लास्ट Look, our internet connection. Mom! Never mind! Mom! Never mind! Dada! Buddy! I'm not on the internet. Some people in this neighborhood read. Look, our internet connection. Mom! Never mind! Mom! Never mind! Dada! Buddy!
I'm not on the internet. Some people in this neighborhood read. Look, our internet connection. Mom! I'd like to call my parents right now. Hello? Hello, Tom. Yeah. Hi, Regis Philbin here from Who Wants to Be a Millionaire. I watched the Thor movie, and I'm saying, how much does that hammer weigh? I'm still curious. Name something of Steve Harvey's you'd like to touch. His bald head. मैले त्यही सोचिरहेको थिएँ। His nice suits. I think somebody might like to touch your butt, Steve. Somebody! I like to touch that mustache. Be careful, little girl. Can you fit 6 pieces into the box? This is a famous puzzle from the 20th century called Quadra. You might think it's easy, but the fact is that when you put 5 pieces in, you won't have enough space for the last piece. You can try to rearrange all the pieces in different ways, but most of the time, you will end up with a piece that doesn't fit in the box. It seems like this is an impossible puzzle, unless you find a way to use the space more rationally. What you have to do is to first place a piece horizontally and move it to the right. Then, place another piece in the same way. Next, place a piece vertically and move it to the left side of the box. Then, place the 4th piece here. Now you will find that we can no longer place any more pieces. Can you think of any way to solve the puzzle? You need to move the 2 pieces on the right side up. Then move 1 piece to the left. Another piece to the top of the box. Then slide this piece to the left. Finally, place a piece and move it down. And now there is enough space for the last piece. Do you like this puzzle? त्यस्तो गाह्रो लागेन तर सुरुमा गर्दा गाह्रै होला। What are your superpowers again? I'm rich. How much? $1,000. Fine. Idiot. 2,000. Fine. 5. No. 10. How much should I ask for? Get you 5,000 in cash today. That's my offer. I don't care how much money you have. You're a dork and a freak, Wayne. You always were. Give me a second, guys. It's your fault for inviting it. Shut up. ब्याटम्यान हो यो भाइ त है तर सोको नाम Brett. Wait, who's Bruce talking to? Let's go, guys. Not him. Let me talk to the owner. You're standing next to him. I bought the place. You guys in or out? In. What are your superpowers again? I'm rich. This is a street scam game that tricks your eyes. If you don't know the secret, no matter how you bet, जाडो महिना छ अलि देखिँदैन होला है यहाँ छ नि 4:30 को है जाडो महिना छ होराको पनि छुट्टै छ पारा भाइ उल्लाबारीतिरकै हो रहेछ है म नि उल्लाबारीतिरकै उल्लाबारी त होइन मधुमला
मोरङकै हो उसलाई नजिकै हो जस Can you shake the bottle for me, Simon? Harder. More! Harder! Hey! Stop! Yes! I've got the fizz. Can you open the bottle for me, Simon? Is it going to go up in my face? Can you shake the bottle for me, Simon? Harder. More! Harder! विदेशमा बच्चाहरू यस्तो हुन्छ नेपालको बच्चाहरू के भए बच्चा के भने हामी के भए Have a good day. एनिमीको क्लिपहरू आएन guys। ठिक छ आजलाई यति नै है त कमेन्टहरू गर्नु हैन रेकमेन्ड गर्नुहोस् म एनिमेहरू हेर्दै गर्छु अब यो सायद स्याटरडे नै आउँछ जस्तो लागेको छ वान पिसको नयाँ एपिसोड आयो भने स्याटरडे नयाँ एपिसोडमा चाहिँ रियाक्ट गरेर राख्छु है त्यो चाहिँ अब म माङ्गा चाहिँ पढ्दिनँ है एनिमी मात्रै हेर्छु त्यही भएर हल्का स्पोइल त भइसकेको छ यो इन्स्टा यो फेसबुक यो केले गरेर स्पोइल त भइसकेको छ तर त्यही पनि त्यति धेरै पनि स्पोइल भएको छैन थाहा छ किजारुसँग फाइट गर्न आँटेछ भनेर त्यो त अब लास्ट एपिसोड लेटेस्ट एपिसोडले गरेर नि थाहा भइसक्यो त्यो जस्ट त्यति धेरै स्पोइल भएको छैन है म त्यसको चाहिँ राख्न सक्छु शनिबार आयो भने त्यो बिहान आउँछ म लगभग फ्री नै हुन्छु 10-11 बजीतिर हेर्छु अनि त्यसपछि राख्छु ल अहिले चाहिँ आजलाई यति नै है त लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बिस्तारै अरू भिडियोहरूमा पनि रियाक्ट गरेर राख्छु मेनली मेरो एनिमीमै फोकस हुन्छ यो अरू भिडियोहरू भनेको चाहिँ अब त्यो जस्तै केही पाएन भने हैन अल्छी लागेर अहिले म अल्छी लागेर बनाएँ नि त खास मैले एनिमी हेरेर राख्छु भनेर सोचेर बनाएको हैन नि त एनिमी गर्छु भनेर अल्छी लाग्यो कि कति अस्ति 18 गते मेरो ओटी थियो 19-20 गते डिस्चार्ज भयो 21 गते बेलुका आयो 21-22 गते त औषधिले झ्याप्थे त्यसपछि 23-24-25 आज 25 गते भइसक्यो कि दिनभरि घरमा बस्यो सानो भाइ छ ऊ भाइ आउँछ उसलाई एकछिन करायो खेल्यो बस्यो पढायो त्यही भएको छ कि त्यसो अरू कामै छैन अफिसको फोन आउँछ घरिघरि यसो भनिदियो त्यति नै होला दिनभरि सुत्यो बस्यो त्यति नै अरू केही छैन त्यही भएर यो चाहिँ अहिले टाइम पासको लागि बनाएको यस्तै सिचुएसन आएछ भने यस्तै भिडियोहरू बनाउला अथवा कुनै भिडियो रेकमेन्डेसनमा छ भने त्यसको बनाउला आजलाई चाहिँ यति नै है त